हेलो हेलो नमस्ते सबैजनालाई म श्वेता फर्मस डटर फ्रम द हिल्स अफ कालिम्पोङ हजुरहरूलाई स्वागत छ ब्याक टु द रुट्सको सिरिजमा है। हजुरहरूले हेर्दा हेर्दै कहाँ पुगेँ म होइन। आजदेखि फेरि सुरु हुँदैछ। सो आज म तपाईँहरूलाई देखाउने छु मेरो सिम्पल अहिले चाहिँ छुट्टी छ नि त, त्यही भएर अहिले चाहिँ अब के काम हुँदैछ भनेर देखाउँछु है त। यसपालि चाहिँ दसैँ छैन, सो अब चाहिँ हामी कोपी रोप्नु लागिरहेको छौँ। कोपी पनि अब अलिक ढिलो भइसकिसक्यो रोप्नु होइन। त्यही भएर चाहिँ आज चाहिँ हामी कोपी रोप्ने। सो यो चाहिँ अस्ति खोर्सानीको बारी, खोर्सानी त तपाईँहरूले देखिहाल्नुभयो। मेरो खोर्सानी यसपालि राम्रो भएन होइन। यहाँनिर हामी सबै फ्यामिली नै आएर चाहिँ यहाँ सबै मल्चिङ प्लास्टिकहरू हटाएर पनि कोपी बारी रेडी भइसकिसकेको छ। सो अब चाहिँ आमाले रोप्नु पनि थाल्नुभयो है त। मेरो जुत्ताहरू चाहिँ यस्तो डरलाग्दो मैला भइसकिसक्यो। कोपी रोप्नु चाहिँ अलिकति अरू सब्जीहरूभन्दा चाहिँ अलिकति साह्रै पर्छ, किनभने कोपी चाहिँ पानीबाट जोगाउनुपर्छ, पानी चिसोबाट होइन। त्यही भएर चाहिँ यसरी केराको टोपी लगाइदिएको छौँ होइन। कस्तो दामी देखिरहेको छ हो। यस्तै हुँदैछ है त हाम्रो कामहरू चाहिँ। अब यो कोपी पनि फुल 100% चाहिँ आशा छैन, किनभने आजकल मजुरहरू पुरा छ होइन। यहाँनिर बााउन्डेरिज बारेको छैन, त्यही भएर त्यस्तो डरलाग्दो आशा पनि छैन। तर पनि स्टिल हामीले यता होइन बारी बाझै हुनु दिनु भएन। सो दिस इज इट फर टुडे है। दिनको काम चाहिँ यस्तै हुँदैछ है त। थ्याङ्क यू सो मच फर वाचिङ। हजुरहरूकोतिर के कस्तो हुँदैछ कमेन्ट सेक्सनमा बताउनुहोस् होला। हवस् त, बिदा लिन चाहन्छु। फेरि भेटौँला नेक्स्ट एपिसोडमा। बाई बाई।